इन्जिनियर साहब यो यसमा के अपु के यसलाई चाहिँ गर्नुपर्ने अझै के चाहिँ जस्तो लाग्छ भनिदिनुहोस् न। कस्तो राम्रो पुरै आम तारे भित्र है। अब स्वर्ग कस्तो हुन्छ भनेर तपाईहरुले सोध्नुहुन्छ। प्राय मलाई लाग्छ स्वर्ग यस्तै ठाउँ हुन्छ होला। यो स्वर्ग भन्दा के कम छ। अबको समय भनेको खाजा समय हो। दुईजनाको हाम्रो खाजा छ भनेको त स्न्याक्स छ, चटपटे पानी, रौताको चिसो पानी अनि स्ट्रिम दुईटा छ। र तपाईहरुले जति पनि खाएका र यो नकुहिने फोहोरहरु जति चाहिँ यहाँ हालेर यो डस्टबिनमा संकलन गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। मेरो प्रिय भाइ हेलो लुका ब्लग्स काठमाडौँ निवासी हाल अहिले चाहिँ। यो रौता मन्दिर, रौता पोखरी चाहिँ यो आफैमा प्रकृतिले सुन्दर भरिभराउ छ। यसलाई चाहिँ कसैले अब यसलाई चाहिँ बनाइरहनु पर्दैन, कसैले आर्ट गरिरहनु पर्दैन। यो आफैमा प्रकृतिले दिएको यो सुन्दर वरदान यस्तो छ। आज एकदमै खुलेको छ है, रमाइलो छ, चिसो मौसम। कस्तो लागिरहेछ इन्जिनियर साहब? एकदमै यो डाँडामा आएर चाहिँ हावा शिर नचरिरहेको अनि यो भ्यू हेर्नु पाउँदा चाहिँ एकदमै आनन्द मनै एकदमै फुरुङ्ग छैन त? मजा भइरहेछ एकदम आनन्द छैन? आनन्द फुलै फुल छ है, बुके फुल छ है पुरै। कस्तो आनन्द ठाउँ छ। मान्छेहरू पुरै रमाइरहेछ उहाँ तल त कति मलाई यहाँनिर चाहिँ भन्न मन लाग्यो कि आदरणीय आगन्तुक पाहुनाहरू, तपाईहरु जहाँबाट घुम्न आउनुहुन्छ नि, तपाईहरु यहाँनिर रमाइलो गर्न आउनुहुन्छ नि, यो हेर्नुस् त खाजा लिएर आउनुहुन्छ त्यो थाहा छ, खानुहुन्छ त्यो आफ्नो ठाउँमा छ। यो के अरे खाएर पोका बनाएर चाहिँ छोड्नु भएको छ। खुसी लाग्यो यो पोका बनाएर एक ठाउँमा भेला गर्नुभएको, सङ्कलन गर्नुभएको छ। यसलाई चाहिँ अझ यो चाहिँ सम्बन्धित ठाउँमा डस्टबिनमा लगेर चाहिँ हालिदिनु भयो भने तपाईहरुले चाहिँ यो असल नागरिक, असल मान्छेको चाहिँ यो एउटा सिनारी हुनेछ के। हामीले चाहिँ खाएको छौँ। यहाँ हेर्नुहोस् है, मेरो हातमा यो बोतल छ। यो मैले एउटा बोतल पनि फालेको छैन के। यो मिनरल वाटर हामीले ल्याएको थियौँ। यो खाएर मैले अब तल डस्टबिन छ त्यहाँ लगेर हाल्छौँ क्या हामी। अनि त्यो खाएको त्यो चाउचाउको खोल अनि जति पनि हामीले स्ट्रिमहरू खाएको छौँ नि, इन्जिनियर साहब त्यो कहाँ छ? त्यो देखाइदिउँ त। हामीले चाहिँ यो झोलामै बोकेछौँ क्या यो। हामीले खायौँ, रमाइलो गऱ्यौँ, अगायौँ। तर हेर्नुहोस् है, यो हामीलाई बोक्नु जरुरी त थिएन। हामी यति पनि फाल्न सक्थ्यौँ, खाली ठाउँ त जति पनि थियो चौरीतिर है। तर हामी यो डस्टबिनमा हाल्छौँ के। र तपाईहरुले जति पनि खाएका र यो नकुहिने फोहोरहरु जति चाहिँ यहाँ हालेर यो डस्टबिनमा संकलन गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। यहाँ हामी लम्बरको मूर्तिमा आएको छौँ। के लाग्छ इन्जिनियर साहब यो यसमा के अपु के यसलाई चाहिँ गर्नुपर्ने अझै के चाहिँ जस्तो लाग्छ भनिदिनुहोस् न। यसको हेरचाह चाहिँ अलिकति नपुगेको जस्तो देखिन्छ। सबै तर पनि टुटेको, सबै यहाँ घुम्न आउनेहरूले यसो भाँचे जस्तो छ है। मर्मत र संरक्षणको कमी भएको महसुस गर्दछु। हो, यसलाई चाहिँ अलिकति संरक्षण अनि प्लस मर्मतको आवश्यकता देखिन्छ। एकदमै यो रिपेयर गर्नुपर्ने स्थितिमा सबै मक्किसकेको छ है यो।